औषध के भइरहेछ भन्दाखेरि लागु औषध चाहिँ नेपालबाट इन्डिया जाने र इन्डियाबाट नेपाल आउने दुई किसिमका लागु औषध हामी खाने। हामीले यो पर्सा जिल्लामा यति धेरै लागु औषधको खेती गर्थ्यौँ, खेती हामीले निर्मूल गरिसक्यौँ। पर्सा जिल्लामा लागु औषध छैन, तर मकवानपुर, चितवन र धादिङ जिल्लाहरूमा भएको लागु औषधको ट्रान्जिट रुट चाहिँ पर्सा जिल्ला पनि परेको रहेछ। तर मध्य प्रदेशका अन्य जिल्लाहरू जस्तै पर्सा जिल्ला पनि छ भन्ने कुराहरू उठिराखेका छ। र यो हो पनि हो, किन भन्दाखेरि हामीले यहाँदेखि 70सम्म धेरै लागु औषधहरू बरामद गरेका छौँ नेपालबाट इन्डिया जाँदै गरेको लागु औषधहरू। ती चाहिँ तिनको उत्पादन चाहिँ उदयपुर, धनकुटादेखि लिएर हाम्रो यो सिन्धुली, मकवानपुर, धादिङ र चितवनका पहाडी एरियाहरूमा उत्पादन भएको पाइएको छ। ट्याब्लेटहरू पसलमा बिक्री हुने कुराहरू आइरहेको छ। तपाईँहरू यहाँ कुरा पनि उठाउनु भएको छ, ट्याब्लेटहरू पसलमा बिक्री भइरहेछन् भने पसलमा कुन चाहिँ प्रहरीले तपाईँले रिपोर्ट गर्दाखेरि काम गरेका छैन त्यो कुरा हामीलाई रिपोर्ट टिपाउनु होला। मैले फलानु चौकीको प्रहरी इन्चार्जलाई त्यहाँ नष्ट गर्नको लागि भने त्यहाँबाट जो चौकीको इन्चार्ज गरेर त्यहाँ थापा मारेर नष्ट गरेन भने रिपोर्ट तपाईँले ल्याउनु भएन भने त्यो इन्चार्जलाई त्यहाँबाट हामी कारवाही गर्छौँ। अर्को मात्रै डाटा हेर्दाखेरि 110 वटा मुद्दा दर्ता भएको छ लागु औषधका। 110 वटा मुद्दामा 92 जना मान्छेहरू पक्राउ परेका छन्, महिला 6 जना गरेर 98 जना मान्छे पक्राउ परेका छन्। यसमा हामीले 1 क्विन्टल 531 ग्राम भनेको 1531 ग्राम चाहिँ गाँजा बरामद गरेका छौँ। 306 केजी चरेस र हेरोइन चाहिँ हाम्रो 364 केजी चाहिँ हामीले बरामद गरेका छौँ। र इन्डियाबाट नेपाल छिरेका पनि धेरै परिमाणमा लागु औषध चाहिँ बरामद भएको छ। यो हाम्रो डाटा भयो। हाम्रो जेलमा हेऱ्यो भने 50% जस्तो 50% जस्तो चाहिँ अरू जेलमा सजाय काटिरहेका ठुला तथा कैदीहरू चाहिँ के छन् लागु औषधसँग रिलेटेड छन्। भनेपछि लागु औषध पनि धेरै गाडेको छ भन्ने हामी सबैलाई थाहा छ। लागु औषधको व्यवसाय गर्न हुँदैन। व्यवसाय भनेको ओसार पोसार गर्न पाइएन, बिक्री वितरण गर्न पाइएन, घरमा राख्न पाइएन, गाडीमा राख्न पाइएन। घरमा राख्यो भने घर चाहिँ निलाम हुन्छ, गाडीमा राख्यो भने गाडी निलाम हुन्छ, खेतीबारीमा लगाएर खेतबारीको त्यो जग्गा निलाम हुन्छ। त्यसको कडा कानुन छ नि। यो सँगसँगै हिँड्ने मान्छेहरू पनि अनुसन्धानको दायरामा आउँछन्, लामो समय दुःख पाउने अवस्था हुन्छ। आफ्नै सवारी साधनमा अरू बोकेर हिँड्यो भने पनि लागु औषध भेटियो भने सवारी साधनमा त्यो लागु औषधमा पस्ने मान्छे पनि सजायको दायरामा आउँछ। त्यो हिसाबले गर्दा लागु औषधसँग हामी भाग्न पर्ने स्थिति छ। मान्छे तपाईँ पक्रियो भने तपाईँसँगै हिँड्नु भएको छ, ब्राउन सुगर तपाईँको बाइकमा तपाईँ पछाडि बसेर साथीसँग बरामद भयो भने तपाईँ पनि अनुसन्धानको दायरामा आउनुहुन्छ। तपाईँलाई समातेर लिएर कारवाही गर्नुपर्ने स्थिति हुन्छ। र यहाँबाट चाहिँ अगाडिपट्टि हुँदै चाहिँ तल निस्किने भन्ने कुरा आलोचना चाहन्छौँ। त्यो हामी लागिरहेका छौँ। र तपाईँहरू पनि ती लागु औषध कारोबारीहरू कोही छन् भने तपाईँको समीपमा छ तिनलाई लगटी हाल्नु होला, सूचना दिइहाल्नु होला कि भाग्छ भागेर भने त्यसलाई समातेर लिएर भित्र कारवाहीको दायरामा ल्याउँछौँ। त्यसको लागि तपाईँको सहयोग र सपोर्टको हामी अपेक्षा गर्छौँ। यो हिसाबले दिनुपर्छ। त्यो कारणले गर्दाखेरि खाता खोल्दाखेरि आफ्नो खाताहरू कतै खोल्नु भएको छ। त्यो हिसाबले गर्दाखेरि त्यस्ता कुराहरू तपाईँले सचेत हुनु जरुरी छ। अन्य फेसबुक, युट्युब च्यानलहरू चलाउँदाखेरि त्यो त पोस्ट गर्दाखेरि कुरा गर्नु होला। गाली पोस्ट यसरी सोसियल मिडियामा पोस्ट गर्यो भने साइबर क्राइम मुद्दा लाग्छ। कहिले आफू अपराधी भइन्छ, कहिले आफू पीडित भइन्छ। त्यो कारणले यसमा पनि सचेत रहनु। चेकिङ धेरै छ, गोदाममा हाम्रो नभइसक्यो। अब हाम्रो 107 किलोमिटर चाहिँ हाम्रो सीमा छ। 107 किलोमिटर नेपाल भारतको सीमामा पर्सा जिल्ला पर्छ। 107 किलोमिटर अगाडि राखेको स्टोर, बिहा बदला राखेको स्टोर, त्यो स्टोरमा प्रहरी जाँदैन। तपाईँले कुनै तस्करी गरेर अन्त पठाउन राखेको स्टोर जहाँबाट राजस्व छलिएको छ त्यहाँ प्रहरी जान्छ, फेरि पनि जान्छ, हिजो पनि गएको थियो, यहाँ यो कार्यक्रम पछि पनि जान्छ। त्यो कुरा तपाईँलाई पनि राख्न चाहिँ आफै सतर्क हुने, आफ्नो सामान आफै सुरक्षा गर्ने। नचाहिने काम चाहिँ गर्न पाइँदैन, छुट छैन। त्यो कुरा म तपाईँलाई यहाँ चाहिँ राख्न चाहेँ। दोस्रो, पसल चोकमा लागु औषध बेचिरहेर प्रशासन हेरेर बसेको छ। तपाईँ चाहिँ हेरेर बस्नु भएको छ। तपाईँ हेरेर बस्नु भएको छ, प्रशासन थाहा नपाएर त्यही अगाडिबाट जान्छ। के थाहा तपाईँ पकेटभित्र चाहिँ लागु औषध छ कि पुलिसलाई थाहा हुन्छ र तपाईँले बेचिरहेको कुरा तपाईँलाई थाहा छ, तपाईँले किन सूचना दिनुहुन्छ? लिएर गएर कारवाही गर्छौँ, त्यो सूचना तपाईँ दिनुपर्छ। अपराध गर्ने अपराधी हो, लुकाउने अर्को अपराध हो, दुईटै अपराध हो। त्यही भएर थाहा भएको कुरा अपराध दिनुपर्छ। त्यो तपाईँले दिनलाई म अनुरोध गर्छु। जन्म संस्कारका लागि ल्याएको सामान सशस्त्र प्रहरी हो कि नेपाल प्रहरी होस्, हामीलाई रिपोर्टिङ भएपछि त्यसलाई भेरिफाई गरेर छोड भनेको छौँ। छुटिराखेका छ, त्यो छुटिराखेका जनतालाई जोड्ने हाम्रो नियत छैन। हामी यहाँ जनता बोर्डको छेउमा बसेका छौँ भने सामान्य उहाँले दैनिक उपभोग्य सामान परम्परादेखि आफ्नो लागि प्रयोग गरिरहेको सामानको हकमा चाहिँ त्यो छ। तस्करी मात्रै गर्न नरोक्या हो। त्यो कुरा चाहिँ तपाईँलाई फेरि राखेँ र त्यस्तो दुःख पीडा पत्ताखेरि रिपोर्ट राखेको छ। किन गर्ने र पैसा किन दिने भन्ने एकजना प्रश्नकर्ता मित्रको जिज्ञासा छ। यो विषय चाहिँ पर्सा जिल्लामा प्रमुख जिल्ला अधिकारीले लागू गरेको नियम होइन। यो
हजुरहरूले यसरी बुझिदिनुहोस्, नेपाल सरकारको नीति हो। अब अहिले हामीले सरकारको पोलिसी त कस्तो छ भने भोलि अहिले हामीलाई हेर्नुहोस् त ड्राइभिङ लाइसेन्स चाहिन्छ, राष्ट्रिय परिचय पत्र चाहिन्छ, भोटर कार्ड चाहिन्छ, नागरिकता चाहिन्छ, अनि त्यसपछि राष्ट्रिय परिचय पत्र चाहिन्छ, राहदारी चाहिन्छ, पुरा डकुमेन्ट छ नि। भोलि सरकारले एउटा राष्ट्रिय परिचय पत्रबाट मात्रै एउटा मात्रै कार्ड राख्नुहोस्, अरू कार्ड चाहिँ नचाहिने, तर सिङ्गल कार्डको सिस्टममा लिएर जान खोजिरहेको छ। त्यसैको लागि अहिले चाहिँ यो जन्म दर्ता अनिवार्य हिसाबले अनलाइन गर्नुपर्ने हुन्छ। त्यो सरकारको नीति अन्तर्गत हामीले चाहिँ तपाईँलाई आग्रह गरेको कुरा हो। त्यो प्रमुख जिल्ला अधिकारी अथवा जिल्ला प्रशासन कार्यालयले निर्णय गरेर पर्सामा मात्रै लागू गरेको कुरा होइन भन्ने कुरा बुझिदिनु होला। नम्बर 2, अब राष्ट्रिय परिचय पत्रसँग सम्बन्धित कुरा राख्नु भएको छ। राष्ट्रिय परिचय पत्र हजुरहरूलाई थाहा छ, आजभन्दा गत वर्ष यही कुरा जनताको कुराहरू आफ्नो ठाउँबाट हजुरहरूले कुरा उठाउनुहुन्छ भनेर सरकारले हरेक पालिकामा राष्ट्रिय परिचय पत्रको टोली पठायो। अभियानको रूपमा हामीले टोली पठायौँ। गाउँमा जाऊ, स्थानीय सरकारसँग समन्वय गरेर कति आकांक्षीहरू हुनुहुन्छ सबैको चाहिँ परिचय पत्रको चाहिँ फोटो खिचेर गरेर मान्छेहरूले पठाएको गत वर्ष। हामी नेपालीहरू अन्तिम नपरेसम्म तात्दैनौँ क्यारे जस्तो लाग्यो। अहिले यो पछिल्लो समयमा जिल्ला प्रशासन कार्यालय पर्साको परिसरमा त कुनै दिन 1500सम्म मान्छेहरू मैले भेटेर बसेँ। त्यही राज्यको अहिलेको नीति भनेको वडामा अथवा पालिकामा परिचय पत्रको टोली जिल्ला प्रशासनले पठाउनु होइन। किन होइन भने हिजो सबै पालिकामा पठाइएको छ, छेकफुट मान्छेहरूले अब जिल्ला प्रशासन कार्यालयमा आएर बनाउने भन्ने हो। तर भइदियो ठिक उल्टो। गत वर्ष हामीले चाहिँ पालिकामा पठाउँदाखेरि एकदम कम मान्छे मात्रै फोटो खिचाउनु। अब अहिले चाहिँ के हो हामी कुरा गरेको छ, देखिरहनु भएको छ। हामीले चाहिँ सकेसम्म कानुन र विधिले दिनेसम्म नागरिकका गुनासाहरू सम्बोधन गर्ने र त्यस तत्काल आजै नै सल्युट दिने हिसाबले चाहिँ हामीले चाहिँ त्यो प्रबन्ध हामीले मिलाएको छौँ। यति गर्दा पनि सङ्ख्या ठुलो छ। अब एउटा मात्रै चाहिँ हामी कहाँ इलाका छ, त्यही 12मा जानु 3टा इलाका छन्, हामी कहाँ चाहिँ एउटा मात्रै इलाका छ। मलाई लाग्छ अब हामीले छिटै चाहिँ पोखरियामा पनि इलाका प्रशासन कार्यालय स्थापना गर्ने गरी प्रक्रिया नेपाल सरकारले चालेको छ। त्यो पनि अलिक चाँड कम होला। यति नै कुरा राखेँ मैले। र तपाईँहरूलाई अरू कुरा हामीसँग सम्बन्धित केही विषयहरू छन् भने हामीलाई फोन गर्न सक्नुहुन्छ। कार्यालयमा आउँदाखेरि भेट्ने पाइएन भन्ने विषय चाहिँ त्यसमा स्वीकार गर्छौँ। हामी जस्तो आज कतिपय मान्छेहरू जानुभएको होला, बिहानदेखि हामी यता आयौँ, दिनभरि कुद्नुहुन्छ, अहिले जाँदा यति मान्छे हुन्छ कि अरूको चाहिँ 60-70-75 जना चाहिँ सेवाकारी कुदिरहनु भएको हुन्छ। भेट्दै गएर अब चाहिँ ल मेरो पालो आउँदैन कि क्या भनेर कुदेर हिँड्नु आउँछ, चिट अगाडि हुन्छ, मान्छे हुँदैन क्या। त्यस्तो परिस्थितिमा भएन भन्ने कुरा मात्रै होला। तर त्यस्तो चाहिँ मलाई लाग्दैन। मलाई चाहिँ तपाईँलाई भनौँ मेरो अफिसमा जिल्ला प्रशासन कार्यालयमा सिधै धेरै मान्छे भेट्न हुँदैन। यो त जीविका भयो, जिल्ला विकास समितिको अड्डा जस्तो हो भनेर चाहिँ साथीहरूले भन्ने गर्नुहुन्छ क्या। किनभने धेरै मान्छे भेट्यो भनेर नागरिकको कुरा त सुनिदिनु पऱ्यो त। हुने नहुने काम, हुने नहुने, मिल्ने नमिल्ने कुरा आफ्नो ठाउँमा छँदैछ। तर सेवाग्राहीलाई भेट्नको लागि, उहाँको गुनासा सुन्नका लागि, सम्बोधन हुने तहको सम्बोधन गर्नको लागि हामी तयार छौँ। यति कुरा मैले राखेँ। अब मुखियाजीहरूलाई 1-2वटा कुरा चाहिँ मैले गर्नै पर्नेछ। जस्तो अहिले पनि हामीले 2-3जना मान्छे चाहिँ हामीले चाहिँ नियन्त्रणमा राखेका छौँ अभद्र व्यवहारको मुद्दामा। पालिकामा श्रीमान र श्रीमती बिचको झगडा हुन्छ, सामान्य खालका विवादहरूलाई लिएर 2जनाको बिचमा झगडा भयो भने विवाह दर्ता गरिदिँदैन श्रीमानले। विवाह दर्ता नगरेको केस सिरियस अफमा जान्छ। हामीले विवाह दर्ता किन गरिनस् भनेर कारबाही गर्न सक्ने कानुन व्यवस्था छैन। त्यसैले मुखियाजीहरूले राख्ने, पञ्चायती गर्ने, छलफल गर्ने, नभए तिमीलाई चाहिँ सार्वजनिक बहिष्कार गर्नेसम्मको नीति दिन्छौँ भन्ने हिसाबले गर्दा अलिकति त्यो खालको सहजीकरण चाहिँ मुखियाजीहरूले गरिदिनु पऱ्यो। र सारा मसिना विवादहरू पालिकाको न्यायिक समितिले चाहिँ न्यायिक समिति इजलास बसेर यहाँ समाधान गरिदियो भने उतातिर प्रेसर कम हुन्छ र नागरिकले छिट्टै भेट्न पाउँछन्। राज्यको उद्देश्य चाहिँ पालिका तहको न्यायिक समिति, पालिका तहको मुखियाजीहरूले सानो मसिनो विवादहरू यतै मिलाइदिनु हो भने जटिल कुरा मात्रै उता जान्छन् भन्ने हो। त्यसैले तपाईँले त्यो कुराहरू चाहिँ यहाँबाट हुने कुराहरूलाई चाहिँ आफ्नो हिसाबले चाहिँ सहजीकरण गरिदिनु होला। जन्म दर्ता बनाइदिएन भन्ने कुरा, विवाह दर्ता बनाइदिएन भन्ने कुरा, नागरिकतामा चाहिँ श्रीमान रोभर बसेन भन्ने कुरा, ती कुराहरू भने सिडी साहबको अथवा जिल्ला प्रशासन कार्यालयको भन्दा यहाँ चाहिँ बढी मुखियाजीहरूको चाहिँ अलिक बढी भूमिका खोल्ने विषय हुन्। त्यतातर्फ मैले मुखियाजीहरूलाई विशेष आग्रह गर्न चाहेँ, अनुरोध गर्न चाहेँ। र चाहिँ अब मलाई लाग्छ साथीहरू उठाउनु भएको विषय मैले चाहिँ दिमागमा सम्झेर राखेका कुराहरू मोटामोटी कुराहरू यिनै हो। लागु छ लगायतका विषयमा हिसाबले कुरा राखिसक्नु भएको छ, मैले त्यसमा गइनँ। यति कुरा भन्दै यो कार्यक्रम आयोजना गर्ने चाहिँ बौद्धमाई नगरपालिकाका प्रमुखज्यू, उपप्रमुखज्यू, प्रमुख प्रशासक अधिकारी यहाँको टिमलाई हार्दिक आभार प्रकट गर्न चाहन्छु। उपस्थित भएर
तपाईँले हामीलाई जिज्ञासा राखिदिनु आफ्नो कुरा राखिदिनु भयो। आगामी दिनमा पनि मैले फेरि पनि भने फोन एकचोटि नउठ्दा परिस्थिति बस त्यस्तो परिस्थिति पर्दा तर फोन गर्नुहोस्। हामीले तपाईँको समस्या छ भने राख्नुहोस् है। नागरिकले दबाब अनावश्यक चाहिँ झन्झट हेर्नु नपरोस् है। हुने कामलाई फनी घुमाउने प्रवृत्ति नहोस् है भन्नको लागि हामीले हर सम्भव प्रयत्न हामीले गरेका छौँ। जागरुक तपाईँ भइदिनु पर्यो, जागरुक जनप्रतिनिधि भइदिनु पर्यो। तपाईँसँग तपाईँको गुनासो सम्बोधन गर्नको लागि तपाईँसँग सबै हातमालो गर्न हामी तयार छौँ भन्ने कुरा राखेँ। र अब धेरै कुरा नभनिकन म पुनः यहाँ उपस्थित हुनुहुने सम्पूर्ण आदरणीय महानुभावहरूलाई जिल्ला प्रशासन कार्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट सबै यहाँलाई धेरै 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 स्वागत गर्न चाहन्छु। उपस्थितिलाई धन्यवाद दिन चाहन्छु र बिदा हुन्छु। नमस्कार।